आएका पहिले यो लिभ राम्रोसँग बन्द नगरिया रहेछ। हेलो साथीहरू सबैजनालाई नमस्ते र स्वागत छ मेरो नयाँ ब्लगमा। यता मुम्बईमा अपार्टमेन्टमा काम गर्ने सबै सिक्युरिटी गार्डहरूको कस्तो हुन्छ होइन, सबै तपाईँहरूलाई देखाउने छु। हेर्नुहोस् है, बिल्डिङहरू यस्तो हुन्छ होइन, यस्तो बिल्डिङहरूमा काम गर्नुपर्ने हुन्छ। मेरो काम गर्ने चाहिँ यो बिल्डिङ हो, गेट चाहिँ यही हो होइन। काम गर्नुपर्ने चाहिँ के हुन्छ भने यो तपाईँले यो देखिराख्नु भएको छ, यो पार्किङ होइन, पार्किङहरू झाड्ने होइन, झाडु मार्नुपर्छ यता सबै। अनि त्यसपछि गाडीहरू धुने होइन, अब यस्तो गाडीहरू साफ गर्नुपर्ने हुन्छ। 500 रुपियाँ दिएको हुन्छ महिनाको, सन्डे छुट्टी होइन। अनि त्यसपछि सबै यहाँको बाहिर भइसकेपछि बस्नुपर्ने चाहिँ ड्युटी गरेर टक्कै सबैलाई इन्ट्री गराउने होइन। मेरो त यस्तो च्यातचुत भएको छ क्या, बाढमा जाऊ होइन, च्यातचुत भएको छ। यसरी बस्ने, टक्कै कोही मान्छेहरू आएपछि इन्ट्री गराउने, पठाउने होइन, त्यस्तो हुन्छ। अनि त्यसपछि फोहोरहरू उठाउनु पर्ने हुन्छ होइन। त्यसपछि अनि यसमा झाडु पुछा हान्नुपर्ने हुन्छ, यस्तो कामहरू दिएको हुन्छ, यस्तो गर्नुपर्ने हुन्छ। पछाडि पनि म गाडी धुन्छु, त्यहाँ पनि हो। मेरोको माका पहिले यो लिभ राम्रोसँग बन्द नगरिया रहेछ, यस्तो हो। यो पनि हेर्नुपर्ने हुन्छ कोमाराले। अब अरू त्यही हो, पानी पनि हेर्नुपर्ने हुन्छ, बाहिरबाट आएको छ कि छैन भनेर पानी सानी चलाउने, यसरी पानी भर्नुपर्ने हुन्छ, माथि चढाउनु पर्ने हुन्छ। अनि बटनहरू यस्तो हुन्छ। हामीहरूले सबैमा ध्यान दिनुपर्ने, कुनै पनि अहिले नेपालीहरूले ध्यान दिनुपर्ने यसमा हुन्छ। अनि करेन्ट लाग्ने सम्भावना पनि धेरै हुन्छ होइन। अनि गाडीहरू धुने सबै, यो गाडी चाहिँ मलाई चाहिँ 800 रुपियाँ दिएको छ होइन। गाडी पनि मस्तै छ, कोमाराको, सेटको भनौँ कि कोमाराको भनौँ, यस्तो छ होइन। अनि सेक्युरिटी गार्डको एकदम अब फेसिलिटी भनेपछि के हुन्छ भनेपछि अब यता पानीको भयो, लाइटको बिल तिर्नु पर्दैन, रुमको बिल तिर्नु पर्दैन। मेरो रुम चाहिँ यही हो, तपाईँहरूलाई देखाउने छु अहिले। मस्त हुन्छ होइन। यस्तै हो, दिनभरि अब आफ्नो काम सकिन्छ, कामसाम सकायो अनि टक्क बस्यो होइन। सुत्ने टाइममा सुत्यो, मस्त ठिकै हुन्छ। अब म तपाईँलाई रुम देखाउन गइरहेको छु। रुम यस्तो हुन्छ, कसैको त रुम पनि अब नाजुक अवस्थाकै हुन्छ है। हाम्रो रुम चाहिँ यस्तो छ है, टक्क। मेरो बच्ची पनि सुतिरहेछ अहिले, यस्तो छ टक्कै होइन, मस्तसँग। मिटर रुम पनि भित्रै छ, अलि डेन्जरै छ भन्नुपर्छ। टोइलेट बाथरुम पनि भित्रै हो मेरो। सब अलिक फेसिलिटी हुन्छ, फेसिलिटी नै दिएको छ मलाई चाहिँ। अब सबैलाई उस्तै हुन्छ भन्ने पनि छैन, कोही त सिँढीमा पनि बसेका हुन्छन्, यस्तो सिँढीमा। त्यही हो, त्यस्तै हो साथीहरू, मेरो त त्यस्तै छ। फेरि पनि अब यस्तै भिडियो हेर्नको लागि चाहिँ च्यानललाई चाहिँ सब्सक्राइब गरेर लाइक कमेन्ट गर्न नभुल्नु होला सबैजनाले। धन्यवाद।